खाने हैन त गुन्द्रुक? ल खाने भए आउनुहोस् सँगै पकाउँ है त। गुड मर्निङ एभ्रिवान। आजको रेसिपी रहेको छ गुन्द्रुकको तरकारी। गुन्द्रुकलाई पकाउनु पर्दैन, सालीलाई फकाउनु पर्दैन भन्ने उखान त यहाँहरू सबैले सुन्नुभएकै होला, हैन त? तैपनि मलाई गुन्द्रुक पकाउन भने अलिक समय नै लाग्छ। खै के हो अलिक तामझाम नै बेग्लै हुन्छ। हुन त हजुरहरूले पनि यसरी नै बनाउनुहुन्छ होला। मैले चाहिँ यसरी बनाउँछु। मैले चाहिँ यहाँ आलु एउटा मिस गरेकी छु। ल अब सुरु गरौँ है त। सुरुमा मैले गुन्द्रुकलाई धोई पखाली गरेर मजाले धेरै पटक पखालेर भिजाउन हाल्छु साथीहरू। गुन्द्रुकलाई भिजाएको पानी चाहिँ म फाल्दिनँ के साथीहरू। त्यो पानी नै झोल बनाउँदाखेरि यति मिठो हुन्छ नि। अब गुन्द्रुक भिजिसकेपछि मैले यहाँ त्यसलाई मटक्क निचरेर थोरै तेल हालेर फ्राइङ प्यानमा फ्राई गरेँ साथीहरू। अन्डालाई फिटेर पनि पहिले नै फ्राई गरेर राखिसकेँ। र अर्को कुरा, मैले यहाँ 2टा लप्सी लिएकी छु। हजुरहरूलाई लाग्ला यस्तो गर्मी महिनामा लप्सी कहाँबाट पायो भनेर। मैले चाहिँ जहिले पनि जाडो महिनामा नै लप्सी किनेर डिप फ्रिजमा राख्ने गर्छु के साथीहरू। हजुरहरू पनि यस्तै गर्नुहोला है। अनि चाहिएको बेलामा लप्सीको स्वाद खान मन लागेको बेलामा टक्क झिक्यो, पकायो, खायो। अब हाम्रो सबै सामग्रीहरू तयार भइसक्यो। अब पकाउन सुरु गरौँ है त। मेरो पकाउने तरिका भनेको त जहिले पनि उस्तै नै हुन्छ। हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ एउटा कराई लिइसके मैले, त्यसलाई ग्यासमा बसाले अनि तातेपछि तेल हालिदिएँ। तेल हालेपछि मेथी फुराएँ र हरियो खुर्सानीलाई पनि फुराएँ। त्यसको साथसाथै सुकेको लसुनलाई पनि फुराएँ। जुनसुकै तरकारी पकाउँदा पनि मैले नुन र बेसार भने सुरुमै हाल्ने गर्छु। स्वाद अनुसार नुन हालेँ, बेसारको धुलो, त्यसलाई हालेर मजाले चलाइदिने। अब काटेर राखेको टमाटरलाई पनि हालौँ है त। काटेर राखेको टमाटर हालेपछि भने बिर्कोले छोपेर त्यसको बाफले पाक्नलाई एकछिन छोडिदिनुपर्छ। अब चाहिँ जिराको धुलो र खुर्सानीको धुलोलाई पनि हालौँ है त। यति गरेपछि थोरै अदुवा लसुनको पेस्ट पनि हाल्ने र त्यसलाई मिक्स गरेर चलाउने। त्यसपछि थोरै पानी हालेर चलाएर छोपिदिने। अब चाहिँ थिचेर राखेको 2टा लप्सीलाई पनि हालिदिउँ र मजाले चलाइदिने। अब अघि गुन्द्रुक भिजाएर राखेको पानीलाई सर्र हालेर झोल बनाइदिने। त्यति मात्र झोलले नपुग्ने भएपछि फेरि अर्को पानी पनि हालिदिए है साथीहरू। पानी हालेर भक भक उम्लेपछि फ्राई गरेर राखेको गुन्द्रुकलाई पनि सर्र हालिदिने। त्यसपछि अघि फ्राई गरेर राखेको अन्डालाई पनि माथिबाट सर्र हालिदिने। ल हेर्नुहोस् त हाम्रो गुन्द्रुक पाकेन त, कस्तो रहर लाग्दो देखियो है। म चाहिँ यसरी बनाउँछु। हजुरहरू कसरी बनाउनुहुन्छ अवश्य भन्नुहोला है, सिकाउनुहोला है, म पनि सिक्नेछु। हस् त आजलाई यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। शुभ दिन साथीहरू।